धनराजीको नि नाम हाल्देऊ न त भने काङ्ग्रेस रिसाउला। त्यसो भए धनराजको नाम हालेन, उसको नाम हाल्यो। अब कसको चाहिँ हालिदिने होला त? रविको चाहिँ हालिदियो। कसरी हालिदिन्छ भने यसलाई सजाय गर्न नि नमिल्ने, सजाय गरे नि फुत्किने। यसो चाहिँ हामी रविलाई पहिला सूचना गरिदिने। रविको मान्छे नि थियो नि त त्यो समितिमा, त्यसलाई सूचना गरिदिने। यो प्रकारको षड्यन्त्र भएको छ। यस्तो देश विकास हुन्छ? संसारमा सबभन्दा गरिब देशहरूको नाउँ भन् भनेर हाम्रा भाइ छोरालाई भन्यो भने के भन्छ? नेपाल भन्छ। किन रहेछ? यस्ता नेता, यस्ता दल, यस्ता व्यवस्था, यस्ता तरिका, यस्ता चालचलन भएको हुनाले यस्तो भयो। यही कुरा मैले भने, यो कुरा बडो खतरायुक्त कुरा भने। यो तपाईँहरूले पनि राम्रोसँग छाप्नु होला जस्तो लाग्दैन, प्रचार गर्नु होला जस्तो लाग्दैन। ओहो के हो अब आफू एउटा पार्टीमा छु भन्ने बेर लाउनु बेरमा केही गरी चाहिँ नि प्रसारण गरिहाल्नुभयो भने नेताहरूले चाहिँ यो बर्बाद पर्ने भयो। यस्तो सत्य उजागर गरिदिने, यस्तो थाहा दिने, यस्तो कुरा ड्याममै भनिदिने, कोही बाँकी नराखे भन्न सक्छन्। त्यसो भएको हुनाले तपाईँहरूको इच्छा, मेरो कुरा त म आजसम्म 45 वर्षदेखि गरेको राजनीति, अझ त्यो सानो बच्चाको कुरा गर्यो भने 50 वर्ष भयो, सत्य बोली